धापड्याम अब चाहिँ हामी यहाँबाट सुन्दरीजल बस पार्कबाट चाहिँ अब हामी वी आर हेडिङ टु धापड्याम मी बिफोर धापड्याम ट्रेकिङ hiking. Me before Dhabdam hike. Me before Dhabdam hiking. Me before Dhabdam hiking. And trek. इसका गाना सुनेगा to say if all it is 8 letters, why am I in my own way? Why do I pull you close and then ask you for space? If all it is 8 letters, why is it so hard to say? If all it is 8 letters, I close my eyes, it's you there, my way, I close my eyes. स्कुलमा तोडेर खाने बानी है अब बानी ठुलो भयो कहाँ जानु Hi guys, we in the middle of the hike. ये मैं हूँ और ये हमारा निम्बु है पल्क जुनसुकै ठाउँ जुनसुकै क्षेत्र जुनसुकै कुनाबाट तपाईहरु हेर्दै हुनुहुन्छ भने पनि तपाईहरुको बिहानीको सुरुवात आफ्नै अर्ग्यानिक बारीमा फलेको फलफुल तरकारीसँग हुन्छ भने हाम्रो बिहानीको सुरुवात आफ्नै अर्ग्यानिक बारीमा फलेको एकेरे गरेछ बारीमा फलेको निम्बाबाट हुन्छ है एंगल मिलेन यसरी नै रमाइलो गर्दा गर्दै हामी अगाडि बढिरह्यौं पारेको कस्तो दामी लुक्स के वा आधी बाटो आइपुग्यो गाइज 18 किलोमिटर हिँड्न पर्ने हामी भर्खर कति 9 किलोमिटर हिँड्यौं नसाचिदो रहेछ उमेर झोला भित्र साँची बनै फुल्यो तितेपाती केसै फुल्यो शिरमा बाला जोबन ढल्की गयो परे हजुर पिरमा ती दिन गए मै खाने गालामा दारी पलाए फोन गर्ने किरिस्तै तिमी बिना तिमी हुनु नछोएरै हरदम छुनु भेटिरहनु नपर्खेर तिम्रो सुन्दरताको वर्णन गरे जस्तो छ आजको शनिबार नि बिताउनु भयो नि त घरमै बसेर हामी त आयौं सुस्मिताको त आफ्नै अर्ग्यानिक बारीमा फलेको कुखुरा खाने बेला खाए भाँडा बाँध्ने बेला गरिबलाई भाँडा बाँध्न लागिरहन् फाइनली मैले एउटा गरिबको बच्चा भेटाएँ भनिन्छ नि यो गरिबको बच्चाले ल्याएर पाले ती कान्छी उहाँलाई खाना लाउन नि मुस्किल छ खोइ त्यो उयो थाप्ता हो त्यो ल हाल सुन्तला दाइ फेरि कस्तो एटिट्युड आमा सुन्तली दिदी ल
आइसक्रिम पैसा खायो भने क्या मैले है पुलिसलाई नि कति स्क्याममा पर्छ पर्छ नि स्क्याममा गाना सुनाऊ न दिल ना दिया दिल ना लिया किरिस गाना सुनाऊ न Nature is this is my this is Kiris गाना सुनाऊ न बोलो ना बोलो क्या किया दिल ना लिया बोलो ना बोलो क्या किया So this is the end of the day. हामीले चाहिँ धापड्याम हाइक गएर फर्किँदैछौँ हामीहरू अनि अलमोस्ट 5 आवरको हाइक थियो जाँदा 5 आवर्स जाँदाखेरि 5 आवर्स गएको पत्तै भएन कि अनि हामी 6 जना ग्रुप गएको थियौँ है एकदम रमाइलो भयो जाँदाखेरि चाहिँ कति छिटो पुगेको जस्तो लाग्यो जिन्दगीको यो एउटा यस्तो हाइक भयो कि जुन फर्किँदाखेरि चाहिँ एकदमै धेरै टाइम लाग्यो जस्तो भयो कि खुट्टा दुखेर इभन जुत्ताले पनि दुखाएर खुट्टै कस्तो भएको कि अनि फर्किँदाखेरि बाटो एकदमै लामो लागेको कि मलाई चाहिँ त्यही भएर माथिसम्म गाडीमा जान सकिँदो रहेछ आफ्नै बाइकमा स्कुटीमा तर हामी हाइक जानी भनी यसले गर्दा जिन्दगी बर्बाद हो यस्तै रहेछ यो सो गाइस कस्तो भयो त हाम्रो धापड्याम कस्तो भयो बाई 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 Me after Dapdang. Dapdam. Me after Dapdang. मी आफ्टर ढाप Me after full rank trick. मी आफ्टर धापड्याम मी आफ्टर ढाप ड्याम ट्रेक हाम्रो प्रतीक्षा कडेलजी उहाँ चाहिँ हाम्रो हाइकिङको लिडर हुनुहुन्छ के त पागल हो हाइकिङ भनेर 36 किलोमिटर कसले हिँडाउँछ मैले हिँडाउँछु यो हामीलाई 36 किलोमिटर हिँडायो एचए doesn't stand for ha ha it stands for ha ha भिर र पहिरो खोलाको बाटो नमान्नु डरै डर भिर र पहिरो खोलाको बाटो नमान्नु डरै डर नभुल्नु माया मनभरि फुल्यो यो जुनी तिम्रै भर Thanks for watching.